उनीहरूको पिसाब पनि गरिदिन्छु के पनि गरिदिन्छु होइन त्यहाँदेखि यहाँ फेरि मुक्ति दिन्छु एक्चुली अनि यहाँ डेफिनेटली म त नुहाइहाल्छु अब यो क्लिन गरिसकेपछि होइन सुप छ होइन यहाँ मोमो छ फ्राई मोमो यहाँ स्टिम मोमो साथीभाइको लाउँदैछ यहाँनिर बहिनीसँग फोनमा बोल्दैछु अनि माउन्टेन ड्यू है सो आज बाहिर चाहिँ खायो क्या मौसम लास्ट खतरा सुपर छ आज तिन चार हप्ता यस्तो घाम लागेर लन्डनमा पनि मर्नु बनाएको थियो अहिले आज हिजो दिन चाहिँ अलिक शीतल मेरो खराब बानी चाहिँ मैले डन्न खाएपछि म हिँड्न सक्दिनँ क्या आई मिन लाइक आई वान्ट टु टेक रेस्ट फर अ कपाल अफ आवर क्या त्यो चाहिँ मेरो चस्मा हो केटा अहिले त हेलो वाट्स अप माई युट्युब फ्यामिली वेलकम ब्याक टु द च्यानल न्यू भिडियो है त सो धेरै पछिको एउटा दोस्रो भिडियो हो होइन अनि आजकल के भयो भने मलाई म पहिला भिडियो बनाएर हाल्थेँ युट्युबमा साथीभाइहरूसँग हुँदाखेरि होइन अहिले त एक्लै छ नि त लन्डनमा साथीभाइहरू सब एक एकजना छ होइन अब टाढा बस्नुहुन्छ अनि कामले गर्दा भेटघाट यताउता हुँदैन नि त अन्त भिडियो पनि बनाएको छुइनँ मैले अहिले अनि यसो ऱ्यान्डमली अस्तिदेखि त मलाई के हुँदैछ भने होइन जस्ट मेमोरी क्याप्चर गरेर भए पनि एक्लै भए पनि म गर्छु भिडियो हाल्छु होइन युट्युबमा रेट हुन्छ भने सोचारमा भिडियो बनाउनु थालेको छु सो यो तपाईँलाई मनपर्छ भने लाइक सेयर सब्सक्राइब गर्नु होला मन पर्दैन भने स्कोर डाउन त सो आज चाहिँ म टुक्क उठेँ बिहानै अब मेरो डे अफ छ होइन आज फर्स्ट टाइम म छिटो उठेँ भनेको इट्स लाइक अलमोस्ट 10 o'clock होइन यो छिटो भयो मेरो बिहानको 10 बजी उठ्नु भनेको छिटो त्यही भएर म डाइरेक्ट बाथरुम आएँ होइन किनकि लाइटिङ पनि राम्रो छ अनि फ्रेसअप पनि हुनु पऱ्यो नि त भने त्यो त एउटा कुरामा त अब अल्छी हुनु भएन नि त अरू कुरामा भए पनि सो कपाल सुरुमा किनकि म नुहाउनु मन छैन है अनि कपाल मुख यसरी यस्तो भएर मुख धुँदा कपाल भिज्छ नि त सो यहाँ लामो हेयर ब्यान्ड छ सो म त दुईवटा युज गर्छु क्या अलिक पातलो छ अनि त्यही भएर दुईवटा चट्टेस गर्छु यो म यस्तो फर्स्ट टाइम बनाएको यार लाइक कस्तो हुन्छ मान्छेहरूले गरेको देखिरहेको हुन्थ्यो मेरो त फर्स्ट टाइमै हो सो कपाल पनि अलिक धेरै नै लामो जस्तो लागेको छ यो मिलाउनु पर्ने छ अलिक पछि अहिले होइन अहिले त भर्खर काटेको होइन भर्खर अस्ति हानेको थियो त सो यहाँ चाहिँ छ मेरो ब्रस र कोलगेट पनि यस्तो आउँछ ल सो यसलाई चट्ट लाउनु पर्ने हुन्थ्यो चट्ट म त धेरै लाउँदै मलाई मन पर्दैन यो म चाहिँ लामो ब्रस गर्न सक्दिनँ क्या बरु जहिले गर्ने हो होइन हल्का म धेरै पेट कोलगेट मुखा खेलाइरहनु सक्दिनँ अनि फेरि वाक जान्छ क्या सानोदेखि बानी हो थाहा छैन मलाई त्यो एक त्यस्तो भएको अनि हप्तामा 2 दिन चाहिँ म हल्का यो जुम्ला मिलाउँछु है कुनै लामो भएको भने त्यति धेरै त छैन होइन कुनै अलिकति हुन्छ नि त अब उम्ला पनि 5वटा एउटा लामो छैन त्यस्तै क्या कुनै लामो गइदिन्छु अलिक छिटो बढ्छ किन हो मैले टावेल चिलाउनु बिर्सेछु है सकेको छैन सो कुनै अलिक लामो भएको चटचट काट्छु है सो यही हो क्या मेरो दार्जिलिङमा चाहिँ एकचोटि काट्दा झर्ने भनेको धेरै हुँदैन त्यही पनि हल्का रहर अन्त हल्का आफूलाई नै अब अलिकति भएपछि आउँछ मैले गरेको छु भन्ने हुन्छ त्यही भएर मात्रै हो अनि मैले भर्खर चेक गरेको किनकि बात प्रयोग भएपछि मैले अलिक फोहोर रहेछ अन्त मैले अलिकति फोनमा चेक गरेको हाम्रो सियरिङ हाउसमा भनेको क्लिनिङ गर्छौँ क्या हामी पालेपिलो अनि आइतबार मेरो टर्न रहेछ मैले गरिनँ क्या आइतबार अनि सोमबार हिजो त पनि गरिनँ अब आज ट्युसडे गर्नुपर्ने भयो मैले 9 दिन भनेको अब म चाहिँ के गर्छु भने तपाईँको यो क्याम्पसमा एउटा टिप्स पनि भयो म चाहिँ के गर्छु भने चट्टसँग अब मैले 5 मिनटसम्म क्लिन गऱ्यो भने चट्ट गर्छु त्यहाँदेखि म आफै नुहाउँछु क्या किनकि मैले क्लिन गरेपछि आई डिजर्भ इट क्या होइन आई डिजर्भ टु बी लाइक टेक अ बाथ इन द क्लिन बाथरुम क्या है चट्टसँगले अब सफा गर्नुपर्ने हुन्छ त्यो पनि देखाएको छ त्यो ठुलो त छैन हाम्रो बाथरुम है सो यत्रो छ सो यो भनेको उयो भइगयो अनि सो यो भनेको त्यो भइगयो यो चाहिँ हाम्रो त्यो हो है
अनि यो पनि खासै फोहोर भन्दा नि यता रहेछ अलिअलि अब यसको नि यहाँनिर यस्तो फोहोर भएको छ क्या हेर न यो चट्टो ल्याएर होइन सो इधर यो भयो सबै सफा गर्नुपर्ने हुन्छ हामीले है सो त्यही हो बाथरुम सफा गर्नु लाग्यो सो अब म स्टार्ट भनेको चाहिँ अब एचएम पहिले पढेको होइन त्यही एप्लाई हुन्छ मेरो चाहिँ कि एन्टी क्लक वाइज यस्तो घुमाउने कि क्लक वाइज कस्तो क्लक सरी कि क्लक वाइज कि एन्टी क्लक वाइज म चाहिँ एउटा कर्नरबाट गर्दै जान्छु अनि त्यो भन्दा चाहिँ टाइम आउट यस्तो यो इन्डियनहरूमा चाहिँ यस्तो भइहाल्छ चाहिँ अब त्यो ट्याप र के को ट्याप र यो अलिकति यसलाई चाहिँ साइड लाउनुपर्छ हामीले सो इन्डियनहरू सेयरिङ आएपछि यस्तो अलिकति यो चाहिँ नर्मलै हो यहाँबाट मेरो केही नै होइन यो खेडा ट्रस्ट मी है मेरो सबै मेरो रुममै हुन्छ यो के हो यतिर ओहो छि यो चाहिँ म कहिले पनि छुदिनँ होइन त्यो म सफा नै गर्दिनँ कसैले पनि गर्दैन यो उनीहरूको सामानहरूले पनि गर्दैन म त गर्दिनँ सो मैले गर्ने भनेको थियो यो पनि यहाँ नआउनु पर्ने हो किनकि यो भनेको पब्लिक हो यहाँ राखेको तपाईँको प्राइभेट कुरा हो एउटा होइन नेपाली बुझ्छ र भिडियो हेर्छ भने अनि यो चाहिँ हाम्रो केमिकलहरू सफा गर्ने सो म सामानहरू बाहिर निकाल्छु बेला बाहिर निकालौँ सुरुमा सबै सामानलाई म बाहिर निकाल्छु यसरी कर्नरमा राख्छु अनि मलाई चाहिने केमिकल भनेको विच केमिकल आई निड बाथरुम लाइम स्केल एन्ड बाथरुम क्लिनर द सेट अनि यसलाई चट्टोसँगले ओहो यहाँ राख्नुपर्ने हुन्छ अनि अब लेट्स गो विथ दिस यो चाहिँ मेरो बन्दुक अब बन्दै पनि ढुकाउँछु अनि क्लिनिङ गर्दा चाहिँ यसलाई चट्ट ढोका लाउने हो लक अब कोही भित्र आउँदैन म यहाँ क्लिनिङ गर्छु अनि अर्को कुरा चाहिँ के हो भने म बाथरुम मात्रै होइन क्या मैले क्लिन गरिसकेको छु वासरुम पनि युज गर्छु क्या एभ्रिथिङ क्या म क्लिन गर्छु नुहाउँछु सरी क्लिन गर्छु वासरुम युज गर्छु होइन मलाई त्यो आएको पिसाब पनि गरिदिन्छु पी पनि गरिदिन्छु होइन त्यहाँदेखि यहाँ फेरि मुख दिइदिन्छु नि अनि यहाँ डेफिनेटली मलाई त नुहाइहाल्छु अब यो क्लिन गरिसकेपछि होइन नुहाउँछु पनि अनि मात्रै छोडिदिन्छु क्या सो म क्लिनिङ गर्न छिरेपछि 1 आवर इट्स ब्याक क्या 1 घन्टा मेरो हो क्या बाथरुम सो लेट्स गो है त सो दिस इज माई 1 गन यसलाई राख्नु मैले है अनि यो मेरो हातको गन हो सो 2टा गन छ सुरुमा म केमिकल एप्लाई गर्छु यो टाइट गर्नुपर्ने रहेछ लुज भएछ हातमै पोखिन्छ फेरि ल छिटोसँगले है कम अन बाथरुम त मैले चकाचक बनाएँ चकाचक हुनु त्यस्तो बोबाल्नु बेटर देन नथिङ यस्तो रेस्ट टाइममा चट्टो सक्यो मलाई धेरै टाइमै लाग्यो म्याक्स भनेको 5 मिनट 2 मिनट 5 मिनट राउन्ड फिगरमा 7 मिनट हुन्छ तर म 15 मा सक्छु है त क्यालकुलेट गरेर कसरी चाहिँ मैले 15 मा सक्छु है त सो लेट्स फ्रम आई स्टार्ट फ्रम हियर म यहाँ सुरु गरेको तपाईँहरूलाई पनि म यो देखाउँछु होइन हेर्नुहोस् चट्ट ल्याएर अघि यस्तो थियो त यो चट्ट सफा भयो क्लिनिङ हेर्नु चट्ट है कसैले यो देखेर मलाई हाउसकिपिङमा काम दियो नि हुन्थ्यो है नट गुड है ल अब त राम्रो भयो चट्ट ल्याएर अब यता हाम्रो ऐना हेर्नु अब यसलाई वाइप पनि गर्न हुन्छ होइन अब मसँग प्रोपर क्लोथ छैन कसैले अरूले त धुँदैन पनि कतिले त अब यो आफै पछि सुक्छ है सो सुकेपछि हल्का दाग त रहन्छ त्यही पनि अलिक राम्रै देखिन्छ मतलब अघिभन्दा त राम्रो देखिन्छ मैले वाइप गर्ने प्रोपर क्लोथ छैन अनि मलाई स्क्रच पनि गर्न चाहदिनँ है त त्यही भएर सो हेर्नुहोस् यो ग्रिललाई होइन यो चाहिँ हिटरहरू यसलाई पनि यस्तो गऱ्यो यो त वासरुम क्लिन भइगयो अनि यो भुइँको पानीहरू पुस्नुपर्ने हुन्छ है सो यसलाई चट्ट पुस्छु पनि अनि यो पनि देखाइन्थ्यो है त यत्तिकै छोड्दिनँ म यत्तिकै छोड्दिनँ जकडन गए चट्ट ल्याएर है अनि यो चाहिँ अब हामीले वासिङमा हाल्नुपर्ने हुन्छ होइन अनि यो वासिङमा हाल्छु अब यसलाई भित्र हाल्छु सो है बाथरुम क्लिनिङ भइसक्यो नुहाउनु पर्ने हुन्छ अनि नुहाउनुभन्दा अगाडि टाउको हल्का तोरीको तेल लाउँछु अब कपालमा पाल्नु मन लाग्छ होइन हल्का अब जति सक्यो त्यो मेन्टेन त गर्नु पऱ्यो आफूले अब अनि तोरीको तेल लाउँछु म कोठामा चाहिँ लाउनु थाल्यो भने बाथरुमहरू चाहिँ नुहाइदिन्छ नि त लास्ट
चन्डा मान्छे भने होइन त्यो आउँछु बाथरुममै लाउँदैछु हरेक काम बाथरुममा अब लाउने अब रेस्टिङ गर्नुपर्छ म चाहिँ फोन चलाउँदै बस्दिन्छु क्या म बाहिर जाँदिनँ क्या उठाएको कि अब पल्लो उठाएर हात छिर्दिन्छ नआउनु यस्तो सफा बाथरुमलाई फेरि 4.0 नो पोइन्ट है सो त्यो भएर मेरो कपाल लास्ट आयो पर्छ केटा हेरेर खाल क्या आइडिया देऊ न कसरी मेरो सुस्तो राम्रो कपाल चाहिन्छ भने चाहिँ तोरीको तेल स्पोन्सर बाई कमला दाल मम्मीले नेपालबाट पठाइदिनु गयो है सो स्पोन्सर भन्नु भएन साथी थियो नाम भनिदिउँ के भयो पर्दैन त्यो पहिले भिडियोमा पनि आएको हो क्या मिलन भन्ने अनि उसले पहिले 6-7 पढ्दाखेरि उसको मम्मीले उसलाई खतरा जस्तो तेल चाहिँ होइन चट्ट लगाएर पुरै पिलित्तै बनाएर पठाउँथ्यो क्या क्लासमा अनि गर्मीको बेला उसको यहाँ तेल बोकेर हुन्थ्यो क्या अनि त्यही भएर के भएर पनि होइन लाइक त्यसो कपाललाई दामी छ यार हाम्रो चाहिँ होइन चट्टोसँगले चाहिँ क्लिनिङ गरिसकेपछि ग्रुपमा हाल्नुपर्ने हुन्छ है सो यो हिजो किचनको क्लिनिङ थियो हिजो किचनको हालेँ सो ग्रुपमा हाल्नुपर्ने हुन्छ चट्ट लगाएर कम यो डन गाइज चट्टोसँगले मैले गरेँ होइन अनि टक्कै यहाँ अब घरमै बस्दाखेरि चाहिँ म त्यो ड्रायरलाई त्यो कपाल सुकाउँदिनँ क्या एयर ड्रायरहरूले अनि किनभने अब त्यो तातो हावा जहिले पनि होइन राम्रो होइन नि त सो त्यही हो बाहिर बस्छु अनि साथीले चाहिँ मोमोहरू तताउँदैछ हिजो हामीले मोमो बनाएको थियौँ कि अनि मोमो खाएको थियौँ अनि त्यही मोमो साथीले अहिले बिहान अलिक धेरै अभियसली धेरै बनाइहाल्छ होइन त्यो बनाइरहने कुरो होइन अनि उसले त्यही तताउँदैछ अलिकति फ्राई गर्छ होला अलिकति स्टिम गर्छ होला अनि चट्टा चाहिँ हामी यहाँ बाहिर बसेर खाने भनेको यहाँनिर सो यो ब्याकग्राउन्डहरू चाहिँ यस्तै छ अलिकति होइन अब अलिक सियरिङ आउँछ कसैले सफा गर्दैन होइन चट्ट ल्याएर सब मोमो सब बनाउँछ नि भेट्छ त म यसलाई चट्ट पुछपाछ गर्नु पऱ्यो नि त जहिले खाइँदैन बाहिर लास्ट 4 हुन्छ क्या यो त्यहाँदेखि चट्टसँग पुछपाछ के भयो बिरालो खै यहाँ छ बिरालो यो चाहिँ हाम्रो बिरालो उसको नाम किट्टी हो होइन हाँस्यौ तिमी मेरो साथी भिडियोमा आउनु कि लजाउँछ अनि त्यही भएर बिरालोदेखि लास्ट डराउँछ यहाँ ढोका पछाडि गएर जिस्किनु थियो अघि बिरालो यहाँ छ चट्टसँगले जान्छु म भित्र मेरो भित्र खाना बन्दैछ होइन चट्टसँग यहाँ बनाउँछु क्या मैले मोमोहरू यसरी यहाँ स्टिम यहाँ फ्राई यहाँ स्टिम हुँदैछ त्यो चाहिँ धुनुपर्ने यहाँभित्र सुप पाक्कै छ त्यही भएर कुनै कुनै मोमो यो बेसारहरू जस्तो कलरहरू छ डराएर होइन विकास कि सुप छ यी होइन यहाँ मोमो छ फ्राई मोमो यहाँ स्टिम मोमो साथी भएको लाउँदैछ यहाँ बहिनीसँग फोनमा बोल्दैछु अनि माउन्टेन ड्यू है सो आज बाहिर चाहिँ खायो क्या मौसम लाग्छ खतरा सुपर छ आज 3-4 हप्ता यस्तो घाम लगाएर लन्डनमा पनि मर्नु बनाएको थियो अलिक आज हिजो आएदेखि चाहिँ अलिक शीतल भएको छ म बनाउँदैछु त पुरानै आइडीमा हाल्दैछु भ्लगहरू मेरो म यहाँ भ्युअर्स बढाउँदैछु होइन अनि सेयर पनि गर अनि त्यही हो सो अब खाइसकेको अब रिभ्यू त मैले हिजै बनाएर हिजै खाएको अनि यो बासी मोमो राम्रो छ बदामी सुप पनि मैले बनाएको जस्तो राम्रो छ वा अब खाइसक्छु अनि भेट्छु खाएको त के देखाउनु पेट दुख्छ होला हिँड्नु बस्नेलाई होइन रकेट आवर चाहिँ म खाइयो होइन मेरो रुममा आइपुगेँ सो साथी खोइ कहाँ सपिङ गर्न जानुपर्ने सक्छ लुगा साथी हिँड न भन्दै थियो त्यो मेरो खराब मान्छे मैले डन्न खाएपछि म हिँड्न सक्दिनँ क्या आई मिन लाइक आई वान्ट टु टेक रेस्ट फर अ कपाल अफ आवर क्या मतलब अब आधी घन्टा जति चाहिँ म आधी 1 घन्टामा मस्त ढल्किन्छु अनि के गर्छु अब घरतिर नेपालतिर कसैलाई फोन गर्छु दिदी आन्टी यताउता बहिनी भाइहरूलाई अनि त्यसपछि सोध्नुपर्छ आज वेदर पनि राम्रो छ तर हिँड्नलाई त्यस्तो गर्मी पनि छैन तर म खाइसकेपछि चाहिँ आधी घन्टा मिनिमम चाहिँ आधी घन्टा चाहिँ मलाई केही गर्नु मन लाग्दैन सो त्यो चाहिँ मेरो खराब बानी छ है मेरो मात्र होइन सबैको त्यो खाइसकेपछि एकछिन हुने रेस्ट भन्ने त्यही भएर ल म मोट्याएको छु धेरै मोट्याएको छु अहिले युके आइकिन सो वेट पनि घट्नुपर्ने छ यार तर अब समय नै मिल्दैन
टेन्सन सक्सेन भेट्छु अब एकैचोटि आज तर अहिले चट्ट ल्याएर होइन उठ्यो अरे म र यस्तो त जाँदैछौँ उसको लुगासुगा के किन्नु छ अरे अनि त्यहाँदेखि पानी सानी पनि ल्याउनु छ हाम्रो त्यही हो जाँदैछौँ अनि घरमा यहाँ फोनमा बोल्दैछु मम्मीको घरमा पनि अब बोल्दै हिँड्दैछु अब एकैचोटि त्यहाँनिर सानो मल छ ठुलो होइन त्यहाँ पुगिकन भेट्छु न फाइनली अहिले मलहरू फिर्दैछौँ हामी होइन फाइनली अहिले चाहिँ होइन सपिङ यसो गऱ्यो निक्लेर जाँदैछौँ हामी त्यही त हो 2-3 घन्टा लाग्यो किनेर केही पनि किनेन होइन सो अहिले जाँदैछौँ अनि यताबाट जानु हाम्रो यता सट्ट निक्ल्यौँ अघि आउँदा उता गएको थियौँ मैले यता निक्ल्यौँ सो त्यही हो त्यो चाहिँ मेरो चस्मा हो केटा अहिले त मैले पनि होइन चट्टसँगले मौका फाइदा उठाएर चस्मा किनेको दामी कस्तो देख्यो 10 आउट अफ कमेन्ट गरौँ त चट्ट ल्याएर क्लासिक सो यता अब मेरो घर जाने बाटो यही चट्ट ल्याएर यहाँदेखि सिधै गएपछि मेरो घर आउँछ सो फाइनली अहिले चाहिँ बेलुकाको 7:30 भइसक्यो त्यहाँदेखि यस्तो त्यसले छ 8-8:30सम्म यस्तै हुन्छ है सो युकेमा चाहिँ अहिले लामो दिन चल्दैछ नि त अनि त्यही हो खतरा सुतेछ 3 घन्टै सुत्यो होला लगभग 2.5 लाइक 3.5 घन्टा चाहिँ खतरै सुत्यो उठ्यो अहिले अब भोलि काम छ सो छिटो खाना बनाएर खानुपर्ने हुन्छ है सो त्यही नै हो मेरो आजको दिन सकियो आजको मेरो 1 डे अफ सक्यो यस्तै नै हो नर्मल होइन केही प्लान नहुँदा त्यही हो क्या खाने सुत्ने अनि केही लिनु जान्छ ल्याउने आउने त्यस्तै हो है सो थ्याङ्क यू सो मच फर वाचिङ त्यही लाइक कमेन्ट सेयर चाहिँ गर्नु पऱ्यो होइन हेरे जतिले त्यति नै थ्याङ्क यू